अब बिहिबारको कुरा गर्दाखेरि चाहिँ बिहिबार चाउचाउ खाइयो, बिहान उठेर चाउचाउ खाइयो, अनि त्यसपछि चाहिँ तल झऱ्यो, अनि तल झरिसकेपछि चाहिँ त्यही डाटासाटा टिप्ने यताउति काम भइरहेको थियो। अनि क्यामेराको मान्छेहरू गर्दा अनि बुढा रहेछ, त्यो काम भयो। अनि त्यसपछि लगभग के भयो भन्दाखेरि चाहिँ त्यो रिपोर्ट बनाउनु पर्ने रहेछ। अनि त्यो रिपोर्ट गराउन चाहिँ अलिअलि सरलाई सहयोग गरेँ। अनि फेरि खाना गइयो, तल झरियो, फेरि रिपोर्टमै काम गरियो, दिनभरि नै रिपोर्ट बनाउन बिजी भइयो। अनि यताउति गर्दा अनि त्यसपछि सरले चाहिँ अब यस्तै हो भन्नु भयो कि क्या हो होइन। अनि त्यसपछि यताउति गर्दा होइन रिपोर्ट चाहिँ बनाइयो। अनि त्यसपछि बेलुका खाजा पनि त्यो आयो कि आएन, खाजा आएन कि के आयो, खाजा रोटी आयो होइन। सरी गाइजहरू है, त्यो हिजो नै भएको रहेछ, त्यो रिपोर्ट बनाउने काम हिजो नै भएको रहेछ। 2-3 बजी बनाउँदाखेरि अड्केछु होइन। हिजो चाहिँ के भयो भन्दाखेरि चाहिँ खासै हिजो चाहिँ रिपोर्ट बनाइएन, अस्ति बनाइने रहेछ रिपोर्ट होइन। हिजो चाहिँ लुगा धोइयो, लुगा कति बिहान लुगा धोइयो। अनि त्यसपछि लुगा धोएर सुकाइयो, बाँकी रहेको लुगा। अनि त्यसपछि यता आइयो, अनि त्यो खाना गइयो। अनि फेरि तल झरियो, साटा टिप्ने यताउति काम भयो। अनि केटाहरूले चाहिँ के त्यो पुवा के त्यो रोटीको त्यो जेरी जस्तो बनाएर ल्याएर रहेछ। अनि त्यो खाइयो। अनि त्यो खाएर अनि त्यही मोबाइल थिच्दै बसेको थिएँ। अनि पछि चाहिँ एज युजुअल अब 8 बजे सरहरू झर्नु तल। अनि हामी माथि खानासाना खाइयो, घर फोन गरियो। अनि के गर्नु त, अनि सुतेर अनि मुभी हेरेर गइएछ। राति उठेर इयरपड लाएर सुन्ने थियो। इयरपड एकातिर फोन एकातिर भएछ, राति खोजेर अनि इयरपड त्यो भाडामा राखेर अनि सुतेँ। त्यही हो गाइज, अब ड्युटीमा ड्युटी गर्नु पऱ्यो। अब पढ्ने वातावरण सिङ्गल रुम छैन, सेयरिङमा छ। त्यस्तै हो। थ्याङ्क्स फर वाचिङ। च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला।